यता अलिकति छेउ छोड्नु ल क्लियर देखिनु यसो गर्नु हो भक्ति सुन भक्ति सुतौत ग्रेत प्रेमै करो पायस विरासे श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव मम पाय संसार समुद्र मंगल नमो नमस्ते श्री केशवाय नमः मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगल पुण्य हरे हरि ओम गंगे च यमुने च गोदावरी सरस्वती गंगे च यमुने च सरस्वती महाकाल कल्पसुत्रावरे देव प्रसुतामदेव गंगाय च नमो नमः गोदावरी सरस्वती गंगाय च गोदावरी सरस्वती नमो नमः सर्वे भवन्तु सुखिनो सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्ति मा दुःखभावभवितम् असतम सतगमय ओम शांति ओम शांति ओम शांति हरे राम राम हरे 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 कृष्ण कृष्ण हरे हरे राम 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 हरे हरे अब जिउ पोस्दिया सक्क तातो रुमालले जिउ पोस्छ लुगा लगाएर ठुला आमा ए माइली जेठ 9 गते साथै अंग्रेजी महिनाको मार्च 23 जुन 23 मे 23 2026 को दिन हाम्रो यस घरका प्रमुख श्री भद्रीमा कालीकोटे हाम्रो भाइ विष्णुवर्धन कालीकोटे र साथै गायत्री कालीकोटेको निमन्त्रण स्वीकार्नु जति पनि आउनुभएका हाम्रो यहाँ अतिथिगण पाहुना मेरा माता पिता दाजुभाइ साथै दिदीबहिनीहरू हजुरलाई हाम्रो परिवारका तर्फबाट कोटि कोटि प्रणाम नमस्कार। हजुरको नाति भान्जी भान्जा छोरा पनातीको आज आज धरतीमा आउनु भएको 6 महिना हुन लागेको छ। हामीलाई यस्तै जाने जस्तो लाग्छ र आज हामी सबैजनालाई उहाँहरूको अन्नप्रश्न कार्यक्रमको लागि हामी सबैजना आएका छौँ। उहाँलाई हजुर सबैको आशीर्वादको खाँदो छौँ हामीलाई र हजुरले सबैले आशीर्वाद दिनुहोला र मलाई खुसी लाग्छ हजुरले यस्तो टाढादेखि आइदिनु भयो र माइजू ठुला आमा सानी आमा सबैजना आइदिनु भएको छ। उहाँलाई फेरि पनि हजुरलाई मेरो स्पेसल कोटि कोटि प्रणाम नमस्कार सबै कुरो भनिदिनुहुन्छ। उहाँले कार्यक्रम समाप्त गरिदिनुहुन्छ। हाम्रो आमा एकदम भाग्यवान हुनुहुन्छ। उहाँले हेर्नुहोस् त नाति पुरातीसम्म अब देख्न पाउनु भयो। अब हामीहरू आउँदैन होला होइन र उहाँसँग धेरै धेरै धन्यवाद तपाईँ होइन र अब आमाबाट सुरु हुन्छ यो कार्यक्रम चाहिँ र म यो माइक्रोफोन अब हाम्रो दाजु दुर्गा शङ्करजीलाई दिन चाहन्छु। उहाँले बाँकी कार्यक्रम उहाँले सम्हालिदिनु होला। धन्यवाद। नमस्कार सम्पूर्ण श्री राधे राधे सम्पूर्ण। आज एकदमै साँच्चै भनौँ नि यो हाम्रो 14 घण्टाको यात्रा पछाडि हाम्रो सानो भान्जाको भातखाइ कार्यक्रम जुन अन्नप्रस्थान कार्यक्रममा जुन सामेल हुन पाउँदा त्यो 14 घण्टा पनि हामीलाई 14 मिनट जस्तो पनि लागेन क्या। खुसीले एकदमै र यसैले विशेष यहाँ वृद्ध माता हुनुहुन्छ पनातीको दर्शन गर्ने एउटा अवसर मिलेको छ जुन मिलाइदिनु हुने सपरिवार र आयोजक परिवारलाई धेरै धन्यवाद भन्न चाहन्छु। र अब पहिले भातखाइ कार्यक्रम जुन हुन्छ त्यस पछाडि समापन हुनुभन्दा अलिकति अगाडि हामी हरि सङ्कीर्तनद्वारा चाहिँ समापन गर्छौँ र अलिकति सम्पूर्ण परिवारलाई एकदमै हार्दिक बधाई भन्न चाहन्छु। विशेष हजुरहरूको एक वंशले पृथ्वीमा पारे टेक्न सक्नुभएका छन् है। अनि यो चाहिँ ईश्वरको कृपाद्वारा सम्भव छैन। ईश्वरको कृपा अनुग्रह मिलेको छ र सदाबार मिलिरहोस् भन्ने यही कामना गर्न चाहन्छु। जय श्री कृष्ण जय श्री राधे। धन्यवाद दाजु दुर्गा शङ्करज्यूलाई। अघि उहाँले भने चाहिँ अब हामी वृद्ध आमाबाट सुरु गरौँ यो हातखोली कार्यक्रम। उहाँ तयारी हुनुहुन्छ।
फिर जान्छ त हो त्यस पश्चात कोही हतारमा हुनुहुन्छ भने उहाँहरू अगाडि आइदिनु होला किनभने कहाँ कहाँ पुग्नु पर्ने हुन्छ धेरै कार्यक्रम भ्याउनु पर्ने हुन्छ यहाँ नेपकिन आउँदा नेपकिन चाहिए हात पुस्न प्लिज नेपकिन हजुर कसैलाई हात थाप्न अगाडि आइदिनु होला हामी दुईको मान्छे हौँ आमा थ्याङ्क यू आमा माइती थ्याङ्क यू भन्नु बाबा बेबी थ्याङ्क यू लु यसो दस्तुर मात्रै होइन ल हजुर अगाडि बढ्नुहोस् को हुनुहुन्छ ठुलो ठुलामाहरू आमा माइजी बडा बडामाहरू जो हुनुहुन्छ कतिले हतार हुन्छ भने अगाडि आइदिनु हतार हुनेहरू हजुर को हुनुहुन्छ नानीलाई आशीर्वाद दिनुको निमित्त प्लिज अगाडि आइदिनु होला नानीको फाल्टो होला नानीको यही छ होला अब दाजुजुले कीर्तन गर्नुहुन्छ अब यहाँ सबैले सुनिदिनु होला सबैले भजन गाइदिनु होला मलाई साथ दिनु होला ताली पनि मार्नु सबैले जय श्री कृष्ण राधे राधे सपुरमा श्री राधे राधे शास्त्रमा के भनिएको छ भन्दाखेरि जुन लिखित प्रमाण छ जो कि पिताले नाति देख्नुहुन्छ भने पिताले मुक्ति पाउनुहुन्छ पिताले अझै पलाती देख्नु पाउनु भयो भने अर्को खुड्किलो मुक्ति पाउनुहुन्छ भन्ने क्रममा आज वायुवृद्ध माताले आज पलातीको दर्शन गरेर नातिको दर्शन गरेर चाहिँ नाति हिजो पलाती र सोही हिसाबले एउटा शास्त्र लिखित प्रमाण छ त्यसमा पनि हामी ईश्वरको सन्तान हौ ईश्वरलाई हामी हरेक कुराहरू उहाँद्वारा उहाँले अफर गरेको प्रसादलाई मात्रै हामीले ग्रहण गर्नु हामीलाई अधिकार छ र सो हिसाबले प्रसाद स्वरूप हामीले ईश्वरको प्रसाद स्वरूप हामीले ग्रहण गर्छौँ र ईश्वरलाई नै समर्पण गर्दै हरि संकीर्तनद्वारा
मेरो प्यारो भान्जाको मनस्थितिलाई शुद्ध बनाउनको लागि हरिशचन्द्र कीर्तनद्वारा भगवान श्रीमन नारायण भगवानको नरसिंह भगवानको आशिष हुनुको एकदमै भरपुर शिक्षाउनको लागि नुहाइदिनको लागि हामी आज यहाँनिर उपस्थित छौँ र कृपया यो हरिशचन्द्र कीर्तनमा साथ दिलाउन सक्न गौरव भक्तवृन्दलाई आभार प्रकट गर्दछु। जय श्री कृष्ण। जय श्री सदानन्द। हरि कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। आमाय कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। 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 यो कसो क्यामेरालाई निकाल्ने हेरेको भिडियो गरिदिनु न भिडियो कृष्णाय वासुदेवाय क्यामेराले भिडियो गर्ने हेरेको भजन सुनेको प्रणतक्लेशनाशाय गोविन्दाय नमो श्री राधा कृष्णाय नमो। ओम नमः विष्णुपादाय कृष्णपृष्ठाय भूतले श्रीमती भक्तिवेदान्त स्वामी नामिने नमस्ते सरस्वती देवी गौरवाणी प्रचारिणी निर्विशेष शून्यवाणी अष्टादशतारिणे जय राधा माधव कुंज बिहारी जय राधा माधव कुंज
भगवते वासुदेवाय गोविंदाय नमः कृष्णाय नमः वैष्णवेभ्यो नमः भगवान् श्री राधा कृष्णाय नमः वैष्णवेभ्यो नमः भगवान् श्री लक्ष्मी नारायण नमः वैष्णवेभ्यो नमः भगवान् श्री संप्रभुत्र्यात्माय नमः वैष्णवेभ्यो नमः भगवान् श्री सद्गुरुदेव महाराजाय नमः वैष्णवेभ्यो नमः भगवान् श्री नरसिंहदेवाय नमः वैष्णवेभ्यो नमः भगवान् श्री चैतन्य प्रभु नित्यानंद श्रीनाथ हिमालय प्रभु महाराजाय नमस्तेभ्यो नमः भगवान् श्री येशु भक्तिदान जगुरु श्रीपादाय नमस्तेभ्यो भगवान् श्री समस्त गौरव भक्त वृंदाय नमस्तेभ्यो नमः भगवान्
Rama, Hare Krishna, Hare Krishna, Hare Rama, Hare Rama. श्री रामचंद्र भगवान की जय मर्यादा पुरुषोत्तम भगवान की जय राधा कृष्ण भगवान की जय श्री श्याम सुंदर प्राण प्यारे भगवान की जय श्री लक्ष्मी नारायण भगवान की जय श्री नरसिंह भगवान की जय श्री प्रहलाद जी महाराज की जय श्री चैतन्य प्रभु नित्यानंद महान महाराज की जय श्री एसी भक्तिदान सुपाद की जय श्री सद्गुरुदेव महाराज की जय संपूर्ण पितृआत्मा की जय संपूर्ण कालीबड़े पितृआत्मा की जय समस्त गौरव भक्तवृंद भगवान की जय समस्त गौरव भक्तवृंद भगवान की जय हरे कृष्णा हरे कृष्णा 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 हरे 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 राम 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 हरे कृष्णा 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 हरे 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 राम 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 हरे हरे एउटा भजन गाउँछ जय श्री कृष्ण जय श्री राधे सम्पूर्णमा जय श्री राधे राधे धन्यवाद दाजु दुर्गालाई र उहाँका कान्छा मामाले एउटा भान्जाको नाम राम्रो भोजन गरेर गइदिनुपर्छ मामा माइजू तिनी चारैजना ठुला आमाहरूलाई धेरै धेरै धन्यवाद अनि हजुरआमालाई धेरै धन्यवाद यो अन्नप्रस्थान कार्यक्रममा गाउनु अति महत्त्वपूर्ण प्रहलादजी महाराजजीलाई जस्तै सन्धि सङ्कटले कसैले पनि केही गर्न सकेका थिएन प्रहलादजी महाराजलाई सम्पूर्ण भगवानको आशिष र अनुग्रहद्वारा भिरबाट फाल्दा पनि बाँच्नु भएको थियो हात्तीले माथिको हात्ती लगाएर खिचाउँदा पनि खिचाउन सकेका थिएन चोर डकेट दुनियाँ बदमास बलवानहरूलाई लगेर प्रयोग गर्दा पनि सकेका थिएन आखिरमा खोजेको सम्झाएको कुनै नरसिंह भगवानले बचाउनु थियो सोही अनुरूप आज अन्नप्रस्थान कार्यक्रममा मेरो प्यारो भान्जा मेरो लड्डु गोपाललाई नरसिंह भगवानले जसरी प्रहलादजी महाराजजीलाई सुरक्षा दिनुभएको थियो यो सारा पृथ्वीको यो गौरव भक्तवृन्द भगवानको एकदमै अङ्गहरू हुनुहुन्छ र उहाँलाई पनि गौरव भक्तवृन्द भगवानको नजरमा भगवानको आशिष ग्रहण गर्न सक्छ ज्वाइँका अर्जुनलाई प्लिज आइदिनु होला अर्जुन ज्वाइँ कहाँ हुनुहुन्छ र त्यही भन्दै आज विशेष हर्षोल्लासको साथ यो जुन हरिशङ्करद्वारा मेरो भान्जालाई मेरो प्यारो भान्जालाई प्रहलादजी महाराजलाई जस्तै गरेर एकदमै स्मरण गरेका छु लड्डुगोपाल श्रीकृष्ण भगवानको दर्शन पाएको महसुस पनि गरेका छु र आशिष ग्रहण गरेर सदा दिनुहोस् के भन्नुहुन्छ रमाइलो आमाको विषय त राख्नु होला आफ्नो नातिलाई मेरो नातिलाई सबैको मामाले सबैको आशीर्वाद हाम्रो नाति बल्ल बल्ल मेरो छोरीको काखमा उज्यालो भएको छ सदा हाम्रो आशीर्वाद लागोस् हरिकृष्ण भगवानको प्रसाद मेरो छोरीको काखमा आएको छन् सधैँभरि यही आशीर्वाद मिलिरहोस् मेरो नातिले तुम्हारे सुख शान्तिसँग दिनुहोस् जय हरे कृष्ण धन्यवाद आमालाई उहाँले आफ्नो नातिको बारेमा राम्रोसँगले भनिदिनु भएको छ भजन कीर्तनहरू अब हाम्रो घरका आमालाई 20 हजार आइदिनु होला बिहान आमाले बराबरले आइदिनु होला हजुरलाई कस्तो छ घरमा नाति राम्रो छ धेरै वर्षपछि होइन यति 20 हजार आमा विश्ववन्द महागौरव त्रयीमं शरणकातिरलकाय सरस्वती त्वां परमेश्वरी भक्तमग्रहणाय त्वां कुलदेवी नमस्ते महादेवी प्रियंकारि बालमहितकारे कुलदेवी कार्य मातं त्रयीमं शरणगताम्
चिदाग्नेन मण्डलं सम्भूतं राज्यदेव कार्यं सकलस्य सुरेशं वन्दे त्वं राजकरं त्वादिकुलदासमहामेवं स्वागतं त्वत्सलम् अतित्वं त्वत्कृतं पुत्रं देहि तावत्सर्वजपतिं सदास्मकं पूजातमङ्गलं सासं कुलाष्टाङ्गं पुण्यं पठेतस्वं कुलदेवस्तुत्रमितं सुपुण्यं प्रविततता आर्तनानि भवद्भक्त्यं सहिमं सुयाते ओम यति भन्दै मैले यो लागि विसर्जन गर्न चाहन्छु र सधैँभरि यस घरमा यस परिवार शङ्कर परिवार लिएर कालीको परिवार